म यता भन्दा पनि यता हेरेर धेरै भिडियो बनाउँछु सो बुझ्नु होला कि म हजुरसँगै बोलिरहेको भनेर किनकि यहाँ चाहिँ मैले यसरी ऐना राखेर मेकअप गर्न लाग्यो गेट्स रेडी विथ मी मसँग सिर्फ 1 घन्टा छ त्योभन्दा धेरै मैले टाइम लाउनु हुँदैन सो म फर्स्टमा चाहिँ मेरो मर्निङ केयर गर्छु मेरो मर्निङ स्किन केयर रुटिन युज गर्छु अनि कतिजनाले चाहिँ मलाई के भन्नुभएको थियो भने मलाई पनि अर्डर गरिदिनु न मलाई पनि अर्डर गरिदिनु न भनेर भन्नुभएको थियो ओ फक म त आज ट्रेडिङ गर्नै बिर्सेछु तर केही छैन गर्छु भन्दा भन्दा त्यस्तै भयो अब इट्स ओके ट्रेडिङ अब नगरेन कस्तो उस लाउनु पर्ला मेरो चावडा चिज युज गरेर मेरो मर्निङ स्किन केयर युज गरेँ अब लेट्स स्टार्ट माई मेकअप फर्स्टमा चाहिँ आई अलवेज युज यो डियोरको प्राइमर अब यो प्राइमर लगाउनु लगाएको पनि मैले कति भयो 8-9 महिना भइसक्यो होला यो एकदमै राम्रो छ है एकदमै राम्रो छ अब एफोर्ड गर्न सक्ने मान्छेहरूलाई चाहिँ यो एकदमै राम्रो छ नत्र अब अरू पनि होला त्यो मैले अरू प्राइमरहरू चाहिँ मैले युज गरेको छैन नि त त्यही भएर भन्न मिल्दैन अरू नराम्रो हुन्छ भनेर तर यति चाहिँ भन्न सक्छु कि यो राम्रो छ त्यसपछि मेरो यो डियोरकै फाउन्डेसन हो मैले चाहिँ सुरुमा यसरी हातमा लगाएर हेर्छु यो चाहिँ मजाले कभरेज दिन्छ यो त म्याटवाला हो ल किकोको ब्रस युज गर्छु यस्तो वाला एकदमै राम्रो छ यो ब्रस चाहिँ यो फाउन्डेसन पनि हेर्नु एकदमै राम्रो कभरेज दिन्छ सरीलाई मैले उता हेर्छु राम्रो कभरेज दिन्छ कहिले पनि थोरै लाउँछु सुरुमा अनि त्यसपछि चाहिँ अनि हल्का पुगेर जस्तो लाग्यो भने चाहिँ अनि बल्ल अरू थप्छु न त चाहिँ फेरि मलाई चाहिँ त्यो धेरै एकदमै धेरै कभरेज पनि मलाई मन पर्दैन सो हेर्नु कस्तो राम्रो कभरेज दिन्छ यसले घाँटीमा चाहिँ बिर्सनु हुँदैन अब पालो आयो कन्सिलरको कन्सिलर पनि मैले डियोरकै युज गर्छु कन्सिलर चाहिँ मैले यहाँ लाउँछु नाकमा ओपा धेरै भयो अनि यहाँ लाउँछु हल्का यहाँ जहाँनिर हाइलाइट दिन मन लाग्यो नि हजुरहरूलाई त्यहाँनिर लाउने हो कि कन्सिलर सो यो आँखाको तल 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 सबै लाउँछ होला सो कन्सिलरको लागि चाहिँ मैले यो वाला यस्तोवाला ब्रस युज गर्छु अदरवाइज मैले हातले पनि गर्न मिल्छ हात चाहिँ फेरि सफा हुन पर्यो त्यही हो तर आई प्रिफर ब्रस यता ऐना छ कि त्यही भएर सजिलो हुन्छ मलाई त्यसपछि आम युजिङ कन्टोर चाहिँ रेयर ब्युटीको अस्ति भर्खरै मैले यो किनेको हो यो चाहिँ सेकेन्ड टाइम हो मैले युज गर्न लागेको लेट्स डु इट एउटा डट दुईटा डट ओ माई गड कस्तो हात कामेको कन्ट्रोलको लागि चाहिँ यस्तोवाला ब्रस युज गर्छु यो चाहिँ मैले सिनबाट किनेको ब्रस हो कन्ट्रोलको लागि स्पेसिफिक भनेर चाहिँ मैले अहिलेसम्म कुनै पनि किनेको छैन ब्रस हल्का यस्तो ब्लेन्ड मात्रै गरिदिन्छु युसी ओह वाउ त्यस्तो किनकि म चाहिँ मेकअप आर्टिस्ट चाहिँ होइन मलाई चाहिँ त्यस्तो राम्रोसँग मेकअप गर्न आउन्न हल्का फुल्का आफूलाई आफ्नो लागि चाहिँ गर्न आउँछ ल त्यसपछि चाहिँ आई युज यो रेयर ब्युटीको ब्लस र हाइलाइटर कतिजनाले चाहिँ अब के भन्छ कतिजनाले चाहिँ आई मेकअप सुरुमा गरेर अरू सबै गर्नुहुन्छ म फेरि अरू सबै गरेर अनि उसै गर्न सक्दैन के आई मेकअप गर्न सक्दैन सुरुमै अब त्यही सिक्न पर्यो अब मैले सुरुमा आई मेकअप गरेर अनि बल्ल फाउन्डेसनहरू लगाउने के चल आई गेस सो हाइलाइटर चाहिँ मैले यहाँ यसरी लगाउँछु आज चाहिँ मैले यस्तो हल्का पिङ्कै छोड्ने हो ओ म त भन्नै बिर्सेको म किन रेडी भइरहेको छु भनेर आज चाहिँ मेरो साथीको बर्थडे हो सो हामी चाहिँ अनि आज पिङ्क ड्रेस लगाएर पिङ्की भएर जाने हो अनि सो आई थिङ्क आइ एम डन विथ माई आइब्रोज पनि किनकि हल्का यो फिल मात्रै गरेँ अनि त्यसपछि आई थिङ्क आम ओके थ्रेडिङ पनि गरेको छैन मैले अब लेट्स डु मेरो आई मेकअपको लागि चाहिँ मेरो यो मेब्लिनको छ त्यसपछि मैले चाहिँ यो ब्राउन कलरको पेन्सिल पहिला सुरु यसरी कोर्छु अलवेज के हो मलाई त ऐना भन्दा त बरु मलाई यो क्यामेरै सजिलो लागिरहेछ त्यसपछि यो पनि ब्रस सिनबाट किनेको यो ब्रसले चाहिँ हल्का यस्तो गरिदिन्छु ब्लेन्ड हल्का यसरी लिएर अनि धेरै चाहिँ नलाउने के अनि यहाँ पछाडिबाट ठ्याक्क ब्लेन्ड गरेर अनि यसो हल्का घुमाउँछु सो
आम डन यो ब्राउन लगाएर त्यसपछि चाहिँ कस्तो स्मोकी आइज जस्तो भयो तर आम ओके अनि त्यसपछि अब यसरी ब्लेन्ड पनि गरिदिन्छु यो ब्रसले हैन यस्तो वाला ब्रसले माथि माथि यस्तो ब्लेन्ड गरिदिनु पर्यो हल्का सो हातले चाहिँ यस्तो गरेर अनि यहाँ लगाउनु पर्यो एन्ड देन ब्लेन्ड आई डोन्ट नो कस्तो भयो ओके चाहिँ आइलाइनर बनाएर आउँछु काजल चाहिँ मैले राम्रोसँग लगाएँ तर अब यहाँनिर यस्तो कालो भयो क्या अब यो हल्का नभएको ल्यासेसहरूलाई हल्का माथि गर्नु पर्यो यो चाहिँ मैले ब्युटी लाइनबाट जम्मा नामा किनेको हो अब लेट्स ट्राई अब कस्तो हुन्छ यस्तो ग्लु लगाएर चाहिँ अनि सुकाइदिने भनेको थिएँ यसरी आई डोन्ट नो अब यो निस्क्यो भने चाहिँ कस्तो देखिकन एउटामा अर्कै यो आइल्यासेस भएको र नभएकोमा कति फरक देखेछ अब आई डोन्ट नो यो निस्क्यो भने चाहिँ आई होप कि अब यो वाला पनि राम्रोसँग लागोस् भनेर प्लिज मेरो लागि प्रे गरिदिनु होला सो आम डन हुन्छ भनेर यो लुज पाउडर चाहिँ यहाँ आँखाको तल लगाउने हो यसरी धेरै चाहिँ नलाउँ माथि निधारमा हल्का यसो यहाँ घाँटीमा I'm done with your loose powder. I think मैले केही लाउन बिर्से छैन होला आई गेस मैले केही बिर्से भने चाहिँ प्लिज कमेन्ट गर्नु होला लिपस्टिक बाँकी छ आइनो तर लिपस्टिक चाहिँ मैले एन्डमा लाउँछु अब यो पनि मेरो हुडा ब्युटीको न्यू वाला सेटिङ स्प्रे हो लेट्स डियोरको हो यो चाहिँ मेरो यो पनि मेरो डियोरको लिपस्टिक हो यो चाहिँ अब रातो चाहिँ रातो हैन तर यहाँ चाहिँ रातो देखेछ आई डोन्ट नो व्हाई हल्का लाउँछ यो पनि डियोरकै हो सेम कलर हो यो र अर्को चाहिँ यो चाहिँ जति खाए पनि जाँदैन इट्स नट रातो रातो तर यहाँ चाहिँ रातो देखेछ इट्स फाइन धेरै धन्यवाद मेरो भिडियो एन्डसम्म हेरिदिनु भएकोमा मैले केही मिस्टेक गरेछु या केही बिर्सेछु भने प्लिज कमेन्ट गरिदिन नबिर्सिनु होला सो बाई हजुर यो ब्युटिफुल लेडी म नै हो आफ्टर माई हेयर डन विथ द हेल्प अफ माई डाइसन अफ कोर्स मैले कस्तो मेकअप गरेर मलाई कस्तो देखेको छ प्लिज आफ्नो रिभ्यू दिन नबिर्सिनु होला